म यहाँ सागबारीमा पानी हाल्दैछु। मेरो यो 2026 को गार्डनको भिडियो बनाउनै पाएको छुइनँ यो पालि त। मैले यहाँ लसुनहरू खाइसकेछौँ, रायो सागहरू पनि कति खाइसक्यौँ। यहाँ बेथेको साग थियो, बेथेको साग खाइवरी अब यहाँ फर्सी आउन लागेको छ, त्यही भएर उखालिदिएँ मैले। लट्टीको सागहरू आइराखेको छ। यो चना उम्रेको थिएन, यो यसो फालिदिएको थिएँ मैले। यो त ठ्याक्कै उम्रेर यहाँ हेर्नुहोस् न कति मजाले चनाको पनि कोसेला लागिरहेको छ। यी धनियाँ खाएर धनियाँ फुल्दैछ। यहाँ कुरिलोको बोट छ, यहाँ एउटा आलुको बोट उम्रेको छ। यहाँ धनियाँहरू यो पनि खाइसक्यौँ पहिलाको। यहाँ पानीहरू हाल्दैछु। यो यति राम्रो रायोको साग भयो कि कत्रो कत्रो पातहरू भएको छ। यहाँ हेर्नुहोस् न, हेर्नुहोस् त यहाँ युट्युब फ्यामिलीहरू कस्तो राम्रो भएको छ साग, रायोको साग। कति खाइयो यो पालि, एकदम राम्रो भएको छ। अब यो साग खाइसकेर यो फर्सीहरूलाई फर्सीलाई अनि यिनै फर्सीको मुन्टाहरू हुन्छ यो सागपछि। मलामा पनि मैले साग धनियाँहरू लगाएको छु। यो 4वटा बोटले अस्ति एक छाक खान पुग्यो, ठुल्ठुलो पात भएको थियो। यहाँ मैले यसरी गमलामा फुलहरू, यहाँ काँक्रोको बोट, यो चाहिँ करी लिभको बोट आउँदैछ। यहाँ अकबरे सारेको छु एउटा, यो चाहिँ लेमन ग्रास फार्मर्स मार्केटबाट किनेर ल्याएको आउँदैछ अलिअलि। खोर्सानीको बिउ, टोमेटोको बिउ रोप्ने बेला आउँदैछ, अब रोपिदिनुपर्छ। यहाँ मिन्टी चाहिँ लट्टेहरू उम्रेको छ, यसरी रातो लट्टे, अर्को लट्टे। यहाँ पनि रायोको सागहरू खाइसकेर अब यसलाई म उखालिदिन्छु। यहाँ यी बिचबिचमा यसरी सिमी आउँदैछ। यहाँ बोडीहरू उम्रिँदैछ। यहाँ धनियाँ हेर्नुहोस् न कत्रो कत्रो भएको छ, डाँठै हेर्नुहोस् न कत्रो छ। यो पालि त धनियाँ यति राम्रो भयो कि मजाले आए, मुन्टा यत्रो यत्रो भएको छ डाँठहरू। धनियाँ यहाँ बोडी उम्रिँदैछ। यो पालि चिसो ढिलोसम्म भएर बोडी 2-3 चोटि उम्रिँदै यसरी मोरेर यो फेरि रोपिदिएको मैले। यहाँ धनियाँहरू, यी बेल पेपरहरू, भन्टाहरू रोपेको, यो सबै चिसोले अस्तिले। यहाँ धनियाँहरू हेर्न सक्नुहुन्छ, कत्रो कत्रो रुख जस्तो भएको छ धनियाँ। अनि धनियाँ हेर्नुहोस् कत्रो कत्रो भएको छ धनियाँ, मजाले आएको छ योपालि धनियाँ गाइस, एकदमै राम्रो भएको छ। यति बास्ना आउँछ कि ठ्याक्कै नेपालको बास्ना, अलिकति हाल्दाखेरि पनि पुग्ने, एकदम राम्रो भएको छ धनियाँ चाहिँ। म यसलाई फुलाउनु